गाइज वेलकम ब्याक टु आवर भ्लग होइन। यो चाहिँ हाम्रो 6th डे अफ भ्लगिङ होला होइन। अन्त मैले त भ्लग बनाउनु छोडेको थिएँ फिलहाल चाहिँ। अहिले फेरि होलीको दिन आज बनाइदिएको होइन। हामी होलीको दिन हामी बजार जाँदैछौँ। अझै के भन्छ हाम्रो साथीहरू त्यति साह्रो छैन। आज निमा सर र निमा सरको अब उयो हो। हामी 3 जना मात्रै अहिले सबैजना घर गएको कारणले होइन। हाम्रो अफिसर पनि हुनुहुन्छ माथि, अहिले भेट्छौँ हामी अफिसरलाई। र हामी बजार जाँदैछु म। बजार गएर भेटौँ गाइज। बस्दियो भित्र। सो आज यस्तो छ। गाइस हामी एकछिन बस्दिएको अहिले भित्रको लागि हो लागेको हो। त्यस्तो हो हल्का हल्का होली झन्डै झन्डै दल्दियो हामीलाई यहाँ हो। यहाँ सर तै गर्न अलिकति मात्रै लागेको थियो भर्खर, अलिकति मात्रै 2 छैन कति कता हाम्रो बहिनी गर्न अरे त अलिकति लागेको थियो। कम्ती मेरो कम्ती लागेको थियो यतिहाल्दैछ हो। भोलि त नखेल्ने आज होली खेल्ने लुगा धुनु सकिँदैन नि त, नुहाउनु सकिँदैन होइन। लगाइस हेर्दै गरौँ अहिले भेटौँ त्यसमा। फाइनली हाम्रो अफिसरलाई पनि यहाँ भेटेको हो। हाम्रो अफिसर के भन्छ होली चाहिँ नलाउने आज, नुहाउने पानी छैन, नुहाउनु सकिँदैन यस्तो जाडोमा हो। निमा त पानीको अभाव छ। हाम्रो निमा साथी गयो अघि, निमा साथी अघि गएको छ हो। अब निमा सर यहाँभित्र आउनु भएको छ हो। निमा सर कहाँ जानुभयो? निमा सरलाई खोज्ने बेला भयो यहाँ। आज दामी छ भ्यू। मार निस्किने भाइ म त हाम्रो निमा सर पानी हाने कि ढल्ने होइन माथिबाट टपमाथिबाट। निमा सर यहाँ हुनुहुन्छ हो। निमा सर हो कुनै पानी त्यही केटीले पानीले हान्दै त छले कि उता बनाउनु डरले। निमा सर, निमा सर हाम्रो निमा सर हो उहाँ चाहिँ। जुम गर्न भोजले आउँदा त कहीँ डरले आयो। निमा सर आउनुभयो। निमा सर एक चराइ त हेरिदिनुहोस् न। अन्त निमा सरको हालत बत्ला त फिलहाल यहाँ सबैजना ढुट्टो हो। निमा सर हाम्रो ढुट्टो हुनुभएको छ फिलहाल। हाम्रो नानीहरू सानो बच्चाहरूले हो। दोकान खोज्दैछु हामी फिलहाल। सबै दोकान बन्द रहेछ आज चाहिँ। नाम्चीमा बजार बन्द सबै हो। हामी त अब एकछिन यतातिर डुल्दै
म पनि लुगा फेरेर आउनुपर्छ होला नि मलाई निमा आइता निमालाई देख्दाखेरि चाहिँ कि मलाई पनि खेल्नु मन लाग्यो हो लुगा फेरेर आउँ कि भनेको नि कस्तो भइरहेको छ अहिले हो हाम्रो यहाँ अभिसर जुम अभिसर जुम रुम लुगा फेरेर आउँ है यहाँ ओ यहाँ आएन भाइ अघि लगाइदिएछ गाइज हो यहाँ जसले छोड्दै यो त ऋतुको लाग्यो पनि लागोस् अब त एकपल्ट मजाले लागेन भने त जान्छु म एकपल्ट मजाले यहाँ लाग्यो भने त जान्छु ऋतुको यो ऋतु इट्स योर्स ऋतुको यो ज्याकेट हो केही मतलब छैन हो म यहाँ भए पनि होस् ऋतुले दिइहाल्छ ऋतु साथी ल भेट्दै हो न हामी एकछिन पर्ख्यौँ सो हाम्रो अभि जाँदैछ अब भेट्दै भर भेट्छ निमा सर फेरि जानुहोस् तपाईँ हो म न यता बहिनी हामी दुईजना चाहिँ उपर बस्दै गर्छौँ यता होली लगाएर ड्याममै ल जा बाई भेटिएछु निमा सर जिस्किँदैछ म यहाँ निमा सर जिस्किँदैछ के भन्नु तपाईँ न्यु खोजे लु सो गाइस हामी चाहिँ यतातिर बस्ने हो उता नजाने हो भोलि रखाल्ने हामी चाहिँ दिनमा हाम्रो निमा सर भजिया झन् ल हऱ्यो निमा सर हाम्रो निमा सर फर्किया त निमा सर भन्दै सो गाइस हामी चाहिँ एकछिन टोयलेटको तर्फ लागिरहेको छौँ हामी कहाँनिर हामी चाहिँ कहाँ गएको भन्दै फिलहाल चाहिँ कहाँ गएको हामी वाइट हल जाँदैछौँ हो शीतल हाम्रो बहिनीको फर्किनु अरे अन्त अहिले पनि फेरि आइपुग्यो हाम्रो अभिसर पनि फेरि आइपुग्यो हो वी आर हियर र एकछिन बहिनीको फोटो खिचेर फेरि पुग्छ यसले मलाई होली दनलाई खिच्दैछ हो म त भाइ के दियो नगर्न साथी नगर्न साथी नगर्न साथी नगर्न भनेको त बुझ्न नगर्न तली छरी यिनीहरूले हो फोन त सानो मैछ झरेन केही भएन फोन त्यस्तो हुनु नि त यति कडा हुनु नि फोन नचल्न भाइ भयो फोन भनेको यतिको हुनुपर्छ हो गाइस दुईपल्ट झरेर पनि फुटेन फोन मेरो त्यो दली नि नगर्न भाइ नचल त भाइ नचल त नगर्न भाइ फिलहाल चाहिँ म गलेँ आज त होली लल अफिस जाउँ भागौँ जाउँ न छिटो यताबाट जाउँ यताबाट जाउँ भाग्दैको हो त अब भागेको अब चाहिँ हो अम्बो नमिठो दल्दियो नि बजी हाल्यो यताबाट जाउँ न यता यस्तो जाउँ न छिटो सो कपालभरि दल्दियो नि बजी हाल्यो पुरा दल्दियो त्यसले हो गएको ऋतुको त्यो चाहिँ खराब भयो पक्र्दै हो आँखाभित्र पसेछ नि अम्बो हामी चाहिँ भागेको है भाग्दैको म चाहिँ हो फोनमा पनि लागेको छ पुरा हो भर्खर पक्राएर त्यसले खेल्दै छ मलाई माथिबाट हेरिरहेको छ अरे हो कमै त दलिहाल्यो के गर्नु अब यस्तो छ हो सो दल्नु त होला के गर्नु अब दलिदिन्छु म सबै जग्गा यो ऋतुको यो चाहिँ बिग्रियो हो यो त आफै आएर धुँदा म धुँदिनँ हो यो सो अब गएर नुहाइधुवाइ गर्नु पर्ने भयो फेरि हो एकपल्ट आँखा पुरा पोल्यो नि जस्तो आँखाभित्र पैसा नि हो आँखाभित्र पसेर पुरा पोल्यो आँखा सो यति हो सकेस आजको लागि यति नै अब गएर नुहाउने हो बास हो नुहाएर नुहाइधुवाइ गरेर खानासाना खाएर सुत्दै नै अब ल सकेस भेटौँ अर्को